हेलो एभ्रिवान हामीले अल्जेब्रिक एक्सप्रेसन्सहरूको च्याप्टर स्टार्ट गरेका छौँ र हामीहरू आज एक्सर्साइज 10.1.1 को क्वेसन नम्बर 2 गर्न गइरहेछौँ र त्योभन्दा पहिले एउटा अनाउन्समेन्ट छ है हामीहरू क्लास 8 को नयाँ ब्याच स्टार्ट गर्दैछौँ ओन्ली फर 10 स्टुडेन्ट्स र तपाईँहरूलाई इनरोल हुन छ भने 9763692258 मा कन्ट्याक्ट गरेर छिटोभन्दा छिटो आफ्नो सिट बुक गर्न सक्नुहुन्छ। सो आज हामीहरू फ्याक्टराइजेसनको अब हेर्नुहोस् क्वेसन नम्बर 2 मा के गराएको छ फ्याक्टराइज द फलोइङ बाई ग्रुपिङ द टर्म्स। हामीले फर्स्ट क्वेसनमा एउटा धेरै इम्पोर्टेन्ट रुल पढेका थियौँ। के पढेका थियौँ कि हामीहरूलाई कमन लिन आउनु पर्यो। फ्याक्टराइजेसनको फर्स्ट रुल नै के छ कमन लिन आउनु पर्यो र तपाईँलाई म अहिले नै भनिदिइरहेको छु यो तपाईँहरूलाई क्वेसनमा सोध्दैन यस्तो क्वेसनहरू तर यो क्वेसनहरू प्र्याक्टिस गर्नु भएन भने तपाईँलाई जुन इक्जाममा क्वेसन आउँछ नि त्यो बनाउन गाह्रो हुन्छ। त्यसैले मजाले यो क्वेसन्सहरू एउटा एउटा प्र्याक्टिस गर्नु होला र म तपाईँहरूलाई हरेक क्वेसन भन्दा पहिले पज गरेर ट्राई गर्नु होला भनेन भने मात्र अगाडि बढ्नु होला। सो अब हेर्नुहोस् है म एक दुईवटा तिनवटा क्वेसन आरामले स्लोली एक्सप्लेन गर्छु त्यसपछि तपाईँहरूलाई क्वेसन्सहरू दिन्छु तपाईँहरू कमेन्ट गर्नु होला अथवा फोटो खिचेर मलाई मेरो वाट्सएप नम्बरमा पठाउँदा नि हुन्छ मैले स्टेप हेर्न पाउँछु। सो अब है अब के छ फ्याक्टराइज द फलोइङ बाइ ग्रुपिङ द टर्म्स। अब यो क्वेसन अलिकता मिसप्रिन्ट भएको छ म अलिकता राम्ररी लेखिदिन्छु ax प्लस bx प्लस ay प्लस by यो क्वेसन दिएको छ। अब के गर्ने हेर्नुहोस् फर्स्ट नम्बर क्वेसनमा जुन गरेको थियो त्यसमा सबैमा कमन थियो। अब यसमा के छ होलमा केही कमन छैन। यो चार्टै टर्ममा हेऱ्यो भने केही कमन छैन चार्टैमा तर यो दुईवटा एक्सप्रेसनमा एउटा कुरा कमन छ यो दुईवटा एक्सप्रेसनमा एउटा कुरा कमन छ। सो अब यसलाई म एक्स कमन लियो भने यो दुवैमा मेरो ए प्लस बी यता बाँकी हुन्छ यो दुवैमा मेरो के कमन छ वाइ। सो ए प्लस बी यति पहिला लेख्ने है यतिसम्म बुझ्नुभयो मैले केही गरेर दुईवटा एक्सप्रेसनलाई कमन लिएँ सक्यो कुरा। त्यसपछि यतिकैमा होइन है अब यो होल एउटा टर्म छ यो होल एउटा टर्म छ दुवैमा के कमन छ ए प्लस बी कमन छ हेर्नुहोस् ए प्लस बी। सो ए प्लस बी कमन लियो भने के बाँकी बच्यो फर्स्ट टर्ममा एक्स बाँकी बच्यो अर्कोमा वाइ बाँकी बच्यो। यसलाई यति लेख्न जान्नुपर्छ भेरी इम्पोर्टेन्ट। मैले के गरेँ म फेरि एक्सप्लेन गर्छु। मैले पहिला एरेन्ज गरेँ पहिलेदेखि एरेन्ज थियो त्यसले मैले केही गरेन सेम क्वेसन लेखेँ। यो दुवैमा मैले के कमन थियो एक्स कमन थियो मैले कमन लिएँ ए प्लस बी बाँकी बच्यो। यसमा वाइ कमन थियो बाँकीको लेखेँ। अब यो होल एक्सप्रेसनमा पनि के छ ए प्लस बी कमन छ। सो ए प्लस बी कमन लिएँ बाँकीको मैले एक्स बिचको प्लस र यो बाई एउटा एक्सप्रेसन भयो त्यति हो। अब अर्को क्वेसन हेर्दा है अर्को क्वेसन हेरौँ के छ 2ab प्लस ए स्क्वायर बी माइनस 2b माइनस ab। अब हेर्नुहोस् यो दुईवटा एक्सप्रेसनमा के कमन छ सोच्नुहोस् त भेरी गुड ए र बी दुवै कमन छ भन्नाले एबी लियो भने यता कति बाँकी बच्यो 2 यता कति बाँकी बच्यो ए बाँकी बच्यो। त्यस्तै यसमा के कमन छ माइनस बी कमन छ हेर्नुहोस् मैले माइनस कमन लिएको छु यता 2 हुन्छ यता प्लस ए हुन्छ। कन्फ्युज भयो भने यो ब्र्याकेटलाई खोलेर हेर्नुहोस् के हुन्छ माइनस 2b माइनस एबी बुझ्नुभयो ओके। यति बुझ्नुभयो भने अब हेर्नुहोस् फेरि पनि हामीहरूले के आयो यो दुईवटा एक्सप्रेसनमा 2 प्लस ए कमन छ के कमन छ 2 प्लस ए र बी पनि कमन छ कि छैन। सो यसलाई म डाइरेक्ट बी 2 प्लस ए कमन लिएँ दुवैमा के बाँकी बच्यो यसमा त ए मात्र बाँकी बच्यो ए र बिचको माइनस साइन माइनस लिएँ मैले। त्यसपछि यसमा के बाँकी बच्यो यसमा केही बाँकी छैन। यसरी पनि लेख्न सक्नुहुन्छ नत्र यताबाट कति स्टुडेन्टले यसरी गर्छ है ध्यान दिनुहोस् दुवै राइट छ। मैले 2 प्लस ए कमन लिएँ बाँकी के बच्यो एबी माइनस बी। अब यसमा पनि के छ बी कमन छ सो बी मैले अगाडि लेखिदिएँ बिचमा लेख्नभन्दा अगाडि राम्रो हुन्छ। सो ए माइनस 1 दुवै कुरा ठिक छ जसरी गर्दा नि हुन्छ। सो यो क्वेसन थियो हामीहरूको दुईवटा। अब अर्को क्वेसनमा हेरौँ है यो क्वेसनहरूमा पनि के छ सेम छ भन्नाले यसमा पनि तपाईँहरूलाई के गर्नु छ एक्सवाई कमन लिनु छ यसमा पनि के छ 2xy कमन छ। सो यो म ट्राई गरेर जान्छु
त्यसपछि तपाईँहरूलाई डी नम्बर आफै ट्राई गरेर फोटो क्लिक गरेर पठाउनुहुन्छ। सो यसमा के कमन छ? एक्सवाई कमन छ। बाँकी के बच्यो? एक्स माइनस यता 1। त्यस्तै यसमा के कमन छ? 2xy। यसमा के कमन छ? एक्स माइनस 1। अब हेर्नुहोस्, एक्स माइनस 1 दुवैमा कमन छ। त्यसो भए के त बाँकी बच्यो? xy प्लस 2xy। हेर्नुहोस्, यस्तो थियो। त्यसपछि अब एक्स माइनस 1 यता के कमन छ? xy कमन छ भन्नाले xy कमन नै छैन। xy प्लस 2xy कति भयो? 3xy भयो। भयो। यति नै हाम्रो एन्सर भयो। अब कोही भन्छ, सर यसलाई म अरू मेथडले गर्न सक्दिनँ। अफकोर्स गर्न सक्नुहुन्छ। किनभने कहिले पनि फ्याक्टराइज गर्नभन्दा पहिले तपाईँले दुई तिनवटा कुरा याद राख्नुपर्छ। एउटा, सल्भ गर्ने एड सब्ट्र्याक्ट भइरहेछ कि छैन, कमन लिने। त्यसरी गर्न सक्नुहुन्छ त यो क्वेसनलाई हेर्नुहोस् है, मैले अर्को मेथड के गर्थेँ। एक्स स्क्वायर वाइ छ, 2x स्क्वायर वाइ छ भन्नाले यो टोटल 3x स्क्वायर वाइ भयो। भयो। त्यस्तै माइनस एक्स वाइ माइनस 2xy माइनस 3xy भयो। अब दुवैमा के कमन छ? 3xy कमन छ। यसमा x बाँकी बच्यो, यसमा माइनस 1। इजी छ। भेरी गुड। यसरी गर्ने। अब डी नम्बर तपाईँ सल्भ गर्नुहुन्छ। ई नम्बर पनि केही गाह्रो छैन। तपाईँहरू के गर्नुहुन्छ? मलाई सल्भ गरेर हेराउनुहुन्छ। अब म एउटा एफ नम्बर गरेर हेराउँछु है। यसमा के छ? यो दुवैमा केही कमन छैन, 1 कमन छ। केही कमन छैन भने 1 कमन छ। यसलाई म यसरी लेख्न सक्छु। लेख्न सक्छु। यो दुवैमा के कमन छ? ए कमन छ। ए कमन लियो भने यता ए बाँकी बच्यो माइनस बी। अब दुवैमा के कमन छ? ए माइनस बी। बाँकी बचेको 1 प्लस ए। यसरी लेख्ने। सक्यो? गुड। त्यस्तै अब यो क्वेसनमा पनि तपाईँहरू हेर्नुभयो भने के कमन छ? त्यस्तै सेम क्वेसन छ। 2a स्क्वायर प्लस 5a माइनस 6a माइनस 15 छ। यो दुईवटामा के कमन छ? ए कमन छ। सो 2a प्लस 5 भयो। त्यसपछि यसमा के कमन छ? 3 कमन छ है। नम्बर्स पनि ध्यान दिनुपर्छ। 3 2 जा 6 यता प्लस कमन लिँदा हेर्नुहोस्, माइनस कमन लियो भने माइनस यहाँको माइनस हटेर प्लस भयो। किनभने मल्टिप्लाई गर्छु भने प्लस माइनस के हुन्छ? माइनस हुन्छ। अब 2a प्लस 5 साइन्सहरूमा मैले हेरेको छु धेरै स्टुडेन्ट मिस्टेक गर्छ। साइन्सहरूमा ध्यान दिनु होला। त्यसको लागि प्र्याक्टिस गर्नुपर्छ। ब्र्याकेट्सहरूको युज जान्नुपर्छ। सो यति भयो। एच नम्बर तपाईँहरू गरेर आउनुहुन्छ। इजी क्वेसन छ। त्यस्तै अब आई नम्बर हेऱ्यो भने यो दुवैमा के कमन छ भन्नुहोस् त? भेरी गुड। एक्सवाई कमन छ। यो दुवैमा के कमन छ? भेरी गुड। वाइ स्क्वायर कमन छ। र त्योभन्दा पहिले के मिस्टेक गर्नुहुन्छ तपाईँ? हेर्नुहोस्, पुरै होलमा कुनै कमन छ कि छैन? छ। त सुरुमै गरिदिने। वाइ कमन छ पुरै होलमा, त के बच्यो? एक्स स्क्वायर प्लस 4x माइनस एक्सवाई माइनस 4y। त्यो अलिकता मलाई इजी किन लाग्छ? किनभने फ्याक्टराइजको फर्स्ट रुल छ कमन लिने। सो मैले होलबाट कमन लियो वाइ। अब म यसलाई भित्रमा सल्भ गर्छु। यो दुवै फर्स्ट दुईवटा एक्सप्रेसनमा एक्स कमन छ, त बाँकी बच्यो एक्स प्लस 4। यो दुवै एक्सप्रेसनमा माइनस वाइ कमन छ, यता पनि के बच्यो? एक्स प्लस 4। अब त तपाईँहरूलाई प्र्याक्टिस भइ नै सकेको छ। एक्स प्लस 4 एक्स माइनस वाइ लेखिदिने। सक्यो? भेरी गुड। त्यस्तै गरी अब यो क्वेसनमा के गर्ने? यो क्वेसनमा पहिले अब हेर्नुहोस्, सिम्पली पहिलेदेखि तपाईँलाई यो मेथडसम्म लगिदिएको छ। सो एक्स प्लस वाइ दुवैमा कमन लियो भने के बाँकी बच्यो? 3x प्लस 3y। ठिक छ। त्यसपछि यसमा 3 कमन लिने, एक्स प्लस वाइ 3 भयो अगाडि एक्स प्लस वाइ भन्नाले 3x प्लस वाइ को होल स्क्वायर भयो कि भएन? भयो। सिम्पल छ। गुड। अब लास्ट क्वेसन। लास्ट क्वेसन चाहिँ तपाईँहरूले गरेर हेराउनु पर्छ। यो पनि लास्टै इजी छ। यो दुईवटाले एउटा एक्सप्रेसन, यो दुईवटाले एउटा एक्सप्रेसन सल्भ गरेर के एन्सर हुन्छ मलाई भन्नुहोस्। सो मैले कुन कुन क्वेसन तपाईँहरूले गर्न भनेको छु? के नम्बर, एच नम्बर, ई नम्बर र डी नम्बर। यो सबै एउटा पेपरमा गरेर सल्भ गरेर मेरो वाट्सएपमा पठाउन सक्नुहुन्छ। सो हामीहरूको यति नै थियो। र फेरि पनि तपाईँहरूलाई क्लासमा इनरोल हुनु छ भने छिटोभन्दा छिटो अब सेसन्सहरू स्टार्ट भइरहेछ 8 क्लासको। सुरुदेखि नै मेहनत गरेर लास्टको बिएलीसम्म हामीहरू पढ्नेछौँ। सो यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ।